सार्वजनिक सरोकारका यी विषयहरूलाई मैले गहन रूपमा चिन्तन मनन गरेको छु अनि एउटा निष्कर्षमा समेत पुगेको छु। त्यस विषयलाई आज मैले यहाँ स्पष्ट पार्नु पर्दछ भन्ने मलाई लागेको छ। जननेताको अवसानपछि पार्टी र म समेत सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्थामा मलाई पार्टीले काठमाडौँको संसदीय उपनिर्वाचनमा प्रतिस्पर्धी बनायो। यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमा बुवाले दिनुभयो भने मेरो दोस्रो जन्म विद्या भण्डारीको रूपमा काठमाडौँका जनताले दिए भन्ने मैले अनुभूति गरेको थिएँ। जनताको माया र विश्वास तथा पार्टीको भरोसाले गर्दा मैले निर्वाचन समेत जितेँ। जनताको छोरीको रूपमा मैले सोही बेलादेखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने सङ्कल्प गरिसकेको थिएँ। देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै म विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा एमालेमा आबद्ध भएर सामाजिक आर्थिक रूपान्तरण अभियानमा आबद्ध भएकै हुँ। वास्तवमा त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै मैले थिएँ। फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु। अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु। मेरो कुनै विशिष्ट आकांक्षा छैन। देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो। जननेताले भन्ने गर्नुहुन्थ्यो, जनता भनेका भगवान हुन्। साथै उहाँले भन्नुभएको थियो, राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन। आज तपाईहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको हुँ। व्यवहारका कसीबाट खारिएका यी भनाइलाई आदर्श मानेर म समर्पित बनिरहेको छु। राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतार चढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन्। मलाई जस्तै विगतले अरूलाई पनि महत्त्वपूर्ण शिक्षा र अनुभव दिएको छ भन्ने मलाई लाग्दछ। समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनु पर्दछ। सदाझैँ सबैको सधैँभरि मैले माया र विश्वास पाइरहनेछु। जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको छ। यस्तो महत्त्वपूर्ण दायित्व पुरा गर्नका लागि नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्व सामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वास समेत मैले लिएको छु।
अन्त्यमा आज यस समारोहमा पुरस्कृत हुनुहुने व्यक्तित्व तथा आजको दिशाबोध प्रकाशन समूह र पुरस्कार निर्णय गर्ने समूहलाई धन्यवाद दिँदै म आफ्नो भनाइ अन्त्य गर्दछु। धन्यवाद।